So hi everyone, good morning, welcome back to my channel. हजुरहरुलाई स्वागत छ फेरि पनि मेरो अर्को नयाँ भिडियोमा. सो आज चाहिँ यसको बर्थडे हामी खोला जान आँटेको. अन्त आज चाहिँ यसको बर्थडे हो नि त. यो गिफ्ट पनि यसले केकहरु नकाट्नु नि बर्थडे गिफ्ट पाइसक्यो र अर्को चाहिँ यसले भित्र राखिरहेको छ. यसको बाबाले लगेर गएछ. अहिले चाहिँ फिलहाल हामी खोला जान आँटेको. यसको बर्थडे सेलिब्रेट गर्नको लागि हामी सबैजना भन्दाखेरि 4 जना, यो नानीसँग 5 जना. सो हेर्दै गर्नुहोस् मेरो भिडियोलाई. हामी घरबाट निस्केको सत्यरो यहाँनिर 2 जना आउँदैछ पछाडि लजाउँदै भएको नि. आजको घाम चाहिँ कस्तो डर लाग्दछ. सो कोमल चाहिँ अहिले फिलहाल केक लिनु गएको छ यहाँभित्र. अहिले चाहिँ कालीझोडामै केक पाउँछ नि त. एकदमै धेरै सजिलो भएको छ हाम्रो लागि हो. सिलगढी पुगिरहनु पनि पाउँदैन. बिहान अर्डर दिएको 11 बजी भित्रमा रेडी पनि भयो. सो पेमेन्ट गर्दैछ कोमलले चाहिँ अहिले. केक ल्यायो के किन्दैछ. खजरी मजाले के खाने अरे खाजाहरू हो. अन्त मासुहरू पनि किनिहाल्यो उजा अरे. सो अहिले चाहिँ हामी खोला आएर पनि यहाँ तल जाँदैछु साथीहरू बाटोमा. अन्त सानो भाइ चाहिँ तेल बिर्सेर तेल ल्याउनु गएको छ हो. हामी चाहिँ यस्तो भएर जाँदैछु यहाँनिर त्यहाँ नै बोकेर. याबेस चाहिँ ऊ तल पुग्यो हो. अन्त हामीले चाहिँ अलिअलि यस्तोहरू लिएर चाहिँ यहाँ त्यो ओह्रालो जाने भनेको थियो कि त्यहाँ चाहिँ साँप पायो भने नि त. साँप देख्यो भनेर चाहिँ फेरि हामी यताबाट ओह्रालो जाँदैछु. यो कहाँ गएको हो उता? फाइनली खोला आएर म डुब्की लगाइसकेँ. हजुरहरूले देख्न सक्नुभयो होइन. यहाँनिर आएको हामी चाहिँ यो पुलको सिधा मुनि हो. यहाँनिर आएको सिधा एना पनि यहाँ छ. याबेस खेल्नु थालिहाल्यो. म चाहिँ डुब्की लगाएर निस्कि पनि हालेँ. यस्तो वेदरमा चाहिँ अब हेर्नु सक्नुहुन्छ तपाईँहरूले. यस्तो छ घाम होइन. अवस्था चाहिँ हाम्रो यस्तो भइरहेको छ साथीहरू. सबैजना व्यस्त छ हो. म चाहिँ यहाँ पकाउनेमा हालि त हाल्छ. के गर्नु नबस्नु भन्दा पनि होइन. यस्तो छ बेसी मिठो पकाउनु हुँदैन. त्यही भएर मिठो पकायो भने चाहिँ यसरी हाल्छ नि त यिनीहरूले कुकमा क्या. लथालिङ छ सबै कुरा अहिले चाहिँ फिलहाल. यिनीहरू चाहिँ मजा गरिरहेको छ हेर न. अर्कालाई चाहिँ सजा लिएर यहाँ बर्थडे पार्टी खानु बोलाएको यसले फेरि. यतिको पार्टी गर्नु चाहिँ बोलाएको रहेछ यहाँनिर. फिलहाल यहाँनिर मैले मासुको लागि मसला पकाउँदैछु. मासु चाहिँ यहाँ छ धुइँदै पारेर. र कोमलको अवस्था चाहिँ अहिले फिलहालमा यस्तो छ है. अचारको लागि उसले काँक्रा काटिरहेको छ. अन्त ऊपर एना चाहिँ भात पकाउँदैछ त्यहाँनिर. अरे यस्तो भएर यहाँ मामा मानिस खेलिरहेको छ. अन्त मैले चाहिँ आलुदम माथि राखिरहेको छु. यो आलुदम छोपेको छु. यहाँनिर चाहिँ फिङ्गर आलुदम र उयो खानु आँटेको साथीहरू के भन्छ मिमी. यो वाइ खानु आँटेको आलुदम र पुरा भोक लाग्यो नि त. हाला 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 छैन पिरो. केक याबेसको घाममा राखेर चाहिँ YBS चाहिँ ढलेछ याबेसको. यस्तो छ आजको केक चाहिँ. लु अब चाहिँ यसको भनेर हो त साँच्ची नै. थम्बनेल पनि यही हुने रहेछ. हो थम्बनेल यही भयो आजको. लु आज चाहिँ याबेसको केक काट्नु लागेको. ब्लू कलरको कट्टु ब्लू कलरको यो केक यस्तै हुन्छ साथीभाइहरू होइन. लु काटा 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 काटा. ए बोलेन. लु हेर्न ह्याप्पी बर्थडे भनेरलाई. Happy birthday to you. Happy birthday.
पातप्लित भयो सँगैमा यी खोलाको पानी पनि यस्तो भयो आज त ला कलरै चेन्ज भयो आज अहिलेसम्म सफा निलो थियो हेर्नु त है ऊ कस्तो पायो त हौ ला यी के भयो आज यी पानी के भयो आज यी ला के भयो पानी यस्तो भयो यहाँ चाहिँ हाम्रो बर्थडे बोयले गिफ्ट ओपन गर्दैछ वाओ कार्ड पडाइछ या बिस्कुट त के होला मलाई के होला ओयो थार कति ल्यायो अर्को चाहिँ के हो पिकी ब्याङ्क के होला है रोयल कप होला डोम्सको कलर सेट होला सो साथीहरू मैले चाहिँ एन्डिङ पार्ट चाहिँ रेकर्ड गर्नै पाइनँ हो पानी त्यत्तिकै मैला भयो तपाईँहरूले देखिसक्नुभयो है भिडियोमा पानी चाहिँ कस्तो डरलाग्दो चाहिँ मैला भएको थियो हामी त टेन्सनले नै अब भात खानु पनि बिर्सिसकेको थियो भात त ढिलो खाएको बेलुका 3:30तिर 3:30 अलिक नागेको थियो खाना खायौँ त्यसपछि यहाँ अब बुहारीले भाँडा धुँदै थियो है म चाहिँ कोमललाई के भन्दै यहाँनिर जिस्काइरहेको थिएँ नि त अन्त आजको भिडियोको के कस्तो लाग्यो हजुरहरूलाई मनपर्ने भने लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनुहोस् होला र साथसाथै मेरो च्यानलमा जति पनि नयाँहरू हुनुहुन्छ भने हजुरहरूलाई स्वागत छ र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् होला बाई बाई